हेलो गाइज, सम्पूर्णमा नमस्कार है। म चाहिँ अजय पोखरेल। सो मेरो चाहिँ युट्युबमा नाम चाहिँ घुमफिर साहित्य छ। सो आज चाहिँ म तपाईहरुलाई एकदमै एउटा चाहिँ विशेष काम लाग्ने खालको चाहिँ भिडियो लिएर आएको छु हैन। र जति पनि अहिले अप्रिल इन्टेकको लागि नेपालबाट चाहिँ जापान आउँदै हुनुहुन्छ उहाँहरुलाई चाहिँ अस्ति मैले एउटा इन्टरभ्यूको लागि भनेर चाहिँ भिडियो बनाएर हालेको थिएँ र चाहिँ मेरो कमेन्टहरुमा मलाई जापान आउने बेला चाहिँ के कुराहरु ल्याउनु पर्छ भन्ने टाइपको कमेन्टहरु आएको हुनाले मैले चाहिँ आज त्यस विषयमा भिडियो बनाइरहेको छु। सो तपाईहरुले भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो सुरु गरौँ है त। मैले आज चाहिँ तपाईहरुलाई लिस्ट बनाएर लिएको छु र चाहिँ मैले यो सामानको सम्पूर्ण लिस्टहरु मेरो डिस्क्रिप्सनमा पनि राख्दिने छु। जो तपाईहरुले मेरो डिस्क्रिप्सन हेरेर सामानहरुलाई चाहिँ आफूले पनि स्क्रिनशट गरेर लिन सक्नुहुन्छ। र चाहिँ जापान आउँदा तपाईले सुरुमा चाहिँ म अब सुरुदेखि नै सानो सानो कुराहरु छ र एकदमै ध्यान दिएर सुन्नु होला भन्न चाहन्छु। एकमा चाहिँ तपाईहरुले कुकर जापान आउँदाखेरि चाहिँ तपाईहरुले इन्डक्सन एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यही पनि एकचोटी चेक गरेर ल्याउन सक्नुहुन्छ। कालो खालको इन्डक्सनमा लाग्ने कुकर। अनि दुईमा चाहिँ तपाईले आफूले जापान आइसकेपछि खाना खानी आफूले चाहिँ पकाइसकेपछि खाना खानी प्लेटहरु यहाँ चाहिँ अब तपाईलाई पाउन गाह्रो हुन्छ सुरुमा आउँदाखेरि। अनि खाना खानी प्लेटहरु लिएर आउनु होला र आफू जुन रुममा आइन्छ त्यहाँ चाहिँ तपाईलाई फुतनहरु दिएको हुन्छ र त्यसमा चाहिँ आफूले युज गर्दै जाँदाखेरि एउटा मात्रै तन्ना हुने भएको हुनाले आफू सुत्ने चाहिँ बेडमा बिछ्याउने तन्नाहरु ल्याउन नबिर्सिनु होला 2 वटा जति। र चाहिँ सिरानीको खोलहरु पनि यसमा समेटिन्छ। अनि अर्को चाहिँ तपाईले ल्याउनु पर्ने गाको जाँदाखेरि बोक्ने ब्याग एउटा अनि तपाईले काममा जाँदा चाहिँ बोक्ने ब्याग अर्को हैन गरी 2 वटा जति ब्याग ल्याउनु होला। अनि आफूलाई चाहिने पर्सनल भित्री वस्त्रहरु यहाँ चाहिँ जापानमा अलि महँगो हुने भएको हुनाले तपाईले नेपालबाट ल्याउँदाखेरि ओरिजिनल राम्रो टाइपको ल्याउनु भयो भने तपाईलाई केही नभए नि 1-2 वर्षको लागि यहाँ मस्त चाहिँ पुग्ने हुन्छ हैन। अनि नेपालबाट आउने बेला सकेसम्म चाहिँ तपाईहरुले जस्तो हाम्रो अब नेपालबाट विदेश जाने बेला नयाँ मोबाइल किनेर जाउँ नि त भन्ने हुन्छ। त्यसमा तपाईले खर्चलाई ब्यालेन्स गर्नको लागि चाहिँ नेपालबाट आउँदा सकेसम्म मोबाइल नकिन्नु होला। किन भनिसकेपछि तपाई जापान आइसक्नु भयो भने त्यो मोबाइलहरु यहाँको एप्सहरु कुनै युज त्यसमा नचल्ने भएको कारणले गर्दाखेरि तपाईले सकेसम्म मोबाइल नकिन्नु होला। यहाँ आएर पनि तपाईले युक्यू सिम लिन चाहनुहुन्छ भने चाहिँ युक्यू सिम लिनु भयो भने तपाईलाई एउटा मोबाइल फ्रीमा मिल्छ। सिम सँगै एउटा मोबाइल चाहिँ तपाईको घरमा आइपुग्या हुन्छ। अनि तपाईले यहाँ आइसकेपछि फोकटेको फेरि नेपाल पठाउन अलिकति आफूलाई अब यहाँ अहिले एयरपोर्टमा के हुने भएको हुनाले चाहिँ सकेसम्म मोबाइल चाहिँ आफ्नै पुरानै लिएर आउनु होला। नयाँ मोबाइल नकिन्नु होला भन्न चाहन्छु। त्यो चाहिँ तपाईहरुको इच्छा हो। र अर्को नम्बरमा छ हाम्रो चाहिँ कोलगेट भयो, ब्रुस भयो अनि साबुनहरु तपाईले अब लाइफबोय युज गर्ने अनि अब हुन्छ नि त लक्सहरु युज गर्ने डेटोल साबुनहरु अनि चाहिँ तपाईले कोलगेटहरु पनि कोही प्रेसिडेन्ट युज गर्ने हुन्छ, कोही कोलगेट हुन्छ हैन। त्यो आफूलाई जुन सफ्ट लाग्छ त्यो चाहिँ बोकेर आउनु होला। ब्रुसहरु पनि लगभग तपाईले जे होस् आफूलाई जति चाहिने खालको लिएर आउनु होला। र अर्को नम्बरमा छ तपाईको टावेल चाहिँ सकेसम्म 2 वटा ल्याउनु होला। किनभनेपछि एउटा कहिलेकाहीँ युज गर्दाखेरि अब यहाँ गर्मीको बेला छ अहिले हैन। अनि गर्मीमा तपाईहरुको पसिनाहरु धेरै बग्छ। अनि कामबाट आयो पसिना पुछ्यो यताउति गयो अलिकति आफूलाई सजिलो हुन्छ 2 वटा भयो भने। अनि तपाईले छुटाउनै नहुने कुराहरु भनेको मेन औषधिहरु चाहिँ तपाईलाई मैले साधारण ज्वरो आएको बेलामा चाहिँ आफूलाई खानको लागि आफूले कुन डोजहरु युज गरिराख्नु भएको छ त्यो खालको औषधि ल्याउनु होला। र अर्को चाहिँ पेट दुखाइ अब जस्तो कहिलेकाहीँ हाम्रो चाहिँ अब यहाँ खानपिन नमिलेर पेट दुख्ने सम्भावना बेसी हुन्छ।
यहाँ कामको चाप हुन्छ, गएको जानुपर्छ यताउति गर्दाखेरि चाहिँ। अनि पेट दुख्यो पनि अब यहाँ त सबै खालको त्यस्तो कुसुरीहरू पाउँदैन। यहाँ अब नेपालको जस्तो फार्मेसीहरू नि मिल्दैन। हुन चाहिँ हुन्छ सुपाहरूमा, तर हामीले फर्स्टमा आउँदाखेरि चाहिँ त्यो औषधिहरू चिन्न नसकेको कारणले गर्दाखेरि चाहिँ हामीलाई अलिकति गाह्रो हुने भएकाले तपाईँले पेट दुखाइको ल्याउनु होला, खोकी लाएको, रुगा लाएको औषधिहरू ल्याउनु होला। अनि चाहिँ यो औषधिहरू पनि तपाईँलाई के ल्याउन सहज हुन्छ भन्नु मैले डिस्क्रिप्सनमा राखिदिएको छु, तल डिस्क्रिप्सन हेर्न नभुल्नु होला। अनि अर्को तपाईँले सबैभन्दा इम्पोर्टेन्ट जापानमा चाहिँ चाहिने मेनै औषधि भनेको ग्यास्ट्रिकको औषधि। यहाँ तपाईँ आउनुभयो भने तपाईँको 1-2 महिना नहोला 3-4 महिनामा चाहिँ तपाईँलाई ग्यास्ट्रिकले लगभग भेटाउँछ। अनि त्यो भेटायो भने चाहिँ तपाईँले ग्यास्ट्रिकको औषधि जसरी भयो नि आफूलाई चाहिन्छ नै, पेट दुख्ने यताउति कोखाहरू दुख्ने त्यस्तो भयो भने आफूलाई गाह्रो हुन्छ। सो ग्यास्ट्रिकको औषधि ल्याउन नबिर्सिनु होला। र काटेकोमा लगाउने मलमहरू ल्याउनु होला। र यो औषधिहरू तपाईँले ल्याउँदाखेरि, आफूले बोकेर ल्याउँदाखेरि यसको बिल चाहिँ नछुटाउनु होला, ताकि एयरपोर्टमा ड्रग्सहरू टाइपको भनेर पनि भन्न सक्छ, अथवा केही भनेर औषधिमा धेरै औषधि ल्याउँदाखेरि अलिकति गाह्रो हुनसक्छ। अनि औषधि ल्याउँदा तपाईँहरूले डेट चाहिँ यो औषधिको डेट कतिसम्म छ, मलाई चाहिँ 1 वर्ष अथवा 1.5 वर्षसम्म चाहिँ हुने हिसाबको औषधिहरू तपाईँले बोकेर आउनुभयो भने एकदमै राम्रो हुन्छ। र अर्को छ तपाईँले अब जस्तो कोड त हुन्छ नै नेपालबाट आउँदाखेरि, तर कोड चाहिँ धेरै जोर नल्याउँदा राम्रो। किन भनिसकेपछि तपाईँले जापान आइसकेपछि त्यो कोडहरू खासै युज हुँदैन। जापान आएको फर्स्टचोटि चाहिँ गएको जाने बेला गएकोले वेलकम प्रोग्राम राख्दाखेरि त्यहाँनिर युज हुन्छ एउटा। अनि पछि चाहिँ तपाईँ गएको सोचुग्यो हुने बेला चाहिँ अब लेडिज हुनुहुन्छ भने लेडिज, अथवा जेन्ट्स हुनुहुन्छ भने जेन्ट्स आफ्नै कपडा हुन्छ, त्यो चाहिँ पछि सोचुग्यो हुने बेला लागु हुन्छ एउटा। र त्यति मात्रै हो। तपाईँहरू सेन्मन गएको जाँदा पछि वर्किङ लगाउँदाखेरि त्यो कोटले काम गर्दैन। अनि त्यो भएर कोटहरू धेरै नबोक्नु होला। बरु आफ्नो चाहिँ एउटा पोसाक, नेपाली ड्रेस, दौरा सुरुवालहरू ल्याउन चाहनुहुन्छ भने त्यो पछिसम्म काम लाग्छ, त्यो बोकेर आउनु होला। र अर्को भनेको सियो धागोहरू तपाईँले चाहिँ आफूलाई आफ्नो ड्रेस अनुसारको कलरहरू हालेर सियो धागो बोक्न नबिर्सिनु होला। अनि अर्को आयो तपाईँको मसला। जस्तो आफूले खाना पकाउँदाखेरि नेपालमा आफूलाई मनपर्ने खालको मसलाहरू हुन्छ, अनि अब हाम्रो गाउँको लोकल बेसारहरू हुन्छ, अनि त्यस्तो टाइपकोहरू ल्याउन सक्नुहुन्छ, त्यो चाहिँ नछुटाउनु होला। अनि तपाईँले अर्को एउटा चाहिँ नबिर्सेर ल्याउनु पर्ने भनेको चाहिँ के छ भन्दाखेरि तपाईँले रेनकोट। जापानमा अत्याधिक रूपमा चाहिँ पानी पर्ने भएको हुनाले अब जस्तो तपाईँ काममा जानुपर्छ, गएको जानुपर्छ, प्रत्येक दिन पानी परिरहेको हुन्छ यहाँ होइन। अब यहाँ कति बेला पानी पर्छ थाहै हुँदैन, हिँड्दै बाटोमा पानी परिदिन्छ। अनि रेनकोट र एउटा रेनकोट अलि बलियो खालको ल्याउनु होला। र छाता पनि तपाईँलाई आवश्यक पर्छ। जति बेला हामी साइकलमा हिँड्दैनौँ, कहिलेकाहीँ अब ट्रेन एकीहरूमा जानको लागि पनि यहाँबाट छाताबाट जानु पर्यो। अनि चाहिँ अर्को एउटा तपाईँले ल्याउनु पर्ने कुरा भनेको जस्तो नेपालको चार्जर चाहिँ हाम्रो यहाँ जापानमा अलिकति त्यो छिर्दैन, किनकि नेपालको गोलो टाइपको हुन्छ, यहाँ चाहिँ चेप्टो हुन्छ। यस्तो खालको एउटा चाहिँ चार्जरको यसलाई के भन्छ सपोर्ट होइन, यो चाहिँ बोकेर आउनु होला। किनभनेपछि यहाँ चाहिँ तपाईँको यस्तो खालको हुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ यस्तो च्याप्टो खालको। च्याप्टो भएको ठाउँमा चाहिँ हाम्रो नेपालको चार्जरहरू खासै लाग्दैन होइन। त्यो भएको कारणले यति सामानहरू जति मैले भनेको छु यति सामानहरू ल्याउनु होला। र अर्को चाहिँ तपाईँले नल्याउने सामानहरू चाहिँ जे होस्, बोकेर नआउने सामानहरू चाहिँ एउटा पावर ब्याङ्क नल्याउनु होला। पावर ब्याङ्क ल्याउनु भयो भने तपाईँलाई चाहिँ एयरपोर्टमै निकालिदिन्छ, तपाईँको ठुलो लगेजदेखि जहाँसुकै हाल्यो भने तपाईँलाई दुःख हुन्छ। र अर्को नङकटहरू, कैँचीहरू अनि धारिलो चिजहरू चाहिँ नल्याउनु होला। अब जस्तो आफ्नो सेभिङहरू गर्न, म चाहिँ मेरो दारीहरू छ, सेभिङहरू गर्नुपर्छ भन्यो भने रेजरहरू हालेर ल्याउन सक्नुहुन्छ, तर त्यसलाई पनि बक्समा एउटा प्याकिङ गरेर हाल्नुभयो भने राम्रो हुन्छ। अनि अर्को चाहिँ अब नेपालीहरू के हुन्छ, मासुहरू भुटेर ल्याउँ भन्ने एउटा चाहना हुन्छ। मासुहरू पनि सकेसम्म नबोकिदिनु होला, किनभनेपछि तपाईँहरूलाई गाह्रो हुनसक्छ एयरपोर्टमा भर्खरै आएको। नेपालमा खासै त्यो फरक पर्दैन, तर जापानमा आइसकेपछि तपाईँलाई चाहिँ एकदमै कुकुरले त्यो सबै लगेजहरू चेक गर्ने भएको हुनाले मासु गन्ध चाहिँ
जे होस् उसले थाहा पाइदिन सक्छ हैन, अनि तपाईहरुलाई गाह्रो पर्न सक्छ। अनि जुन भने मैले मसलाहरू अनि चाहिँ बेसारहरू ल्याउँदाखेरि पनि चाहिँ सकेसम्म प्याकेट बाहिर चाहिँ लोगो जस्तो नेपालको चाहिँ एउटा पसलले बेचेको हो भन्ने रेड भएको टाइपको प्लास्टिकमा हालेर ल्याउनु भयो भने सजिलो हुन्छ, किनभने यहाँ यदि पक्डिहाल्यो भने पनि नेपालबाट यसरी ल्याएको हो, यो चाहिँ ट्याक्स तिरेको छ भन्ने टाइपले तपाईले चाहिँ त्यो देखाउन सक्नुहुन्छ। अनि आफूलाई अब चाहिने खानेकुराहरू त अब मैले भन्नै परेन, चाउचाउहरू अब बिस्कुटहरू के चाहिँ त हुन्छ, त्यो चाहिँ अब तपाईहरुको आफ्नो हिसाबले ल्याउनु होला। र तपाईहरुलाई अरु अब मैले भन्न बिर्सिएको कुरा र चाहिँ आफूले जे होस् आफूलाई आवश्यक पर्ने कुराहरू चाहिँ यो हुन्छ भनेर कपडाहरूलाई तपाईले अलि फोकस गर्नु होला, किनभने जापानमा कपडाहरू अलि महँगो हुन्छ। अनि महँगो भएको कारणले हामी सुरुमा आउँदाखेरि हामीले अलिकति सबै कुरा थाहा हुँदैन, हामीलाई आवश्यक पर्यो भने चाहिँ कपडाहरू किन्न अलिकति गाह्रो हुन्छ, किनभने सबै अब रेटहरू नि महँगो हुन्छ। अनि त्यस्तै कारणहरूले अब पसलहरू थाहा हुँदैन कहाँ सस्तो पाइन्छ हैन, त्यो गर्दाखेरि कपडाहरूलाई चाहिँ आफूलाई अलिकति सुइटेबल हुने खालको कपडाहरू बोकेर आउनु होला। खानेकुराहरू आफ्नो तरिकाले आफूलाई के मन पर्छ ल्याउनु होला भन्न चाहन्छु। र अब तपाईहरु चाहिँ यति कुराहरू जे होस् नछुटाइ आउनुभयो भने तपाईलाई जापानमा आउँदाखेरि फर्स्ट लटमा खासै केही गाह्रो हुँदैन। र यहाँ आइसकेपछि फर्स्टमा चाहिँ तपाईहरुलाई अर्कैले रुम खोजिदिएको हुन्छ, अनि बस्दाखेरि त्यहाँ खानासाना पकाउने अब राइस कुकरहरु त यहाँ अटोमेटिकै हुन्छ, त्यो कारणले गर्दाखेरि तपाईले अलिकति चामलहरू सकेसम्म यहाँ पाउनु त सुपामा पाउँछ, त्यही पनि आफूलाई चाहिँ एकदमै अलिकति गाह्रै फिल हुने मान्छेलाई चाहिँ अलिकति चामलहरू एक दुई छाकको लागि चाहिँ चामलहरू नि बोकेर आउन सक्नुहुन्छ। अलि भित्र लगेजको भित्रपट्टि हाल्नुभयो भने खासै तपाईलाई त्यस्तो अप्ठ्यारो हुँदैन। अनि र सकेसम्म तपाईहरुले चाहिँ यति कुराहरुलाई अलिकति ध्यान दिनु होला भन्न चाहन्छु। अरु तपाईहरुलाई केही समस्या छ भनी चाहिँ कमेन्टमा लेखेर यस्तो चाहिँ के गर्न पाए हुन्थ्यो भनेर तपाईहरुले सोध्न सक्नुहुन्छ। नभए चाहिँ मेरो फेसबुक आइडी पनि मैले लिंक राख्दिएको छु, मेरो फेसबुक आइडीमा पनि तपाई जोडिन सक्नुहुन्छ। नभए मलाई टिकटकमा पनि तपाईहरुले चाहिँ मेसेज गरेर सोध्न सक्नुहुन्छ। तपाईहरुले जहाँ पनि मेसेज गर्नुहुन्छ मैले तुरुन्तै तपाईलाई रिप्लाई दिने कोसिस गर्नेछु। र यति भन्दै तपाईहरुलाई चाहिँ मेरो भिडियोहरु कस्तो लाग्छ, मैले सकेसम्म तपाईहरुलाई सहज हुने खालको भिडियोहरु बनाइरा हुन्छु। र चाहिँ तपाईहरुलाई जापान आइसकेपछि हरेक कुराहरु मेन्टेनेन्सको लागि पनि मैले भिडियोहरु तयार गर्दै छु। अरु साथीहरुलाई पनि तपाईले चाहिँ फरवार्ड गरिदिनु होला, किनभने सबैजनालाई यो कुराहरु थाहा होस् भन्न चाहन्छु। र यस्तै भिडियोहरु हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै यति भन्दै आजको भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु। हस्त, धन्यवाद है त।